हामी चाहिँ फिलहाल फिक्कलबाट यता आइला फिक्कलमा आइसकेको छु हो यहाँनिर अन्त हामी चाहिँ यहाँ छु अब यहाँबाट चाहिँ हामी चाहिँ अब ताप्लेजुङ जान आँटेको यहाँ त भ्यू यस्तो दामी भएर चाहिँ क्या छु अम्बो हो तपाईँले देख्न सक्नुहुन्छ हामी यहाँ स्कुटी राखिरहेको छु होइन हामी त कहाँ आयो भने यो बेनी भन्छ नि माई बेनी भन्छ नि यहाँ हुन्छ है यो पन्चा राख त एकछिन यो ग्लोभ्सले गर्दा अलिकति डिस्टर्ब भन्यो माई बेनी भन्छ नि माई बेनी अब यहाँ ठुलो पिकनिक लाग्छ है मतलब के भन्नु त्यस्तो टाइपको पूजा हुन्छ अब यो जनवरीमै हुन्छ अन्त यहाँ चाहिँ तपाईँको राख्छ क्याम्प हुन्छ पुरा हो अन्त हामी त अहिले यहाँ आइसकेको छु अब इलाम यो माथि गएको हो इलाम हो इलाम देख्न सक्नुहुनेछ इलाम हो पुरा ब्लर देख्दैछ अब हामी त यहाँ अहिले रोकिरहेको छु एकछिन साइड गरेर अब हामी चाहिँ जान आँटेको म चाहिँ यहाँ छु रड्डी नि है हामी त्यही बाटो सोध्दै गएको नि त मलाई थाहा थियो यही आउँछ जस्तो लागिरहेको थियो हो ठिकै यहीँ आएको रहेछ हो यहाँबाट ओह्रालो बस्ती परि झऱ्यो भने चाहिँ त्यो जग्गा पुग्छ होइन हामी रोड गयो भने चाहिँ इलाम पुग्छ बस्तीको रोड पनि तर अब के भन्नु अफ रोडै छ अहिले त बनायो कि बनाएन थाहा भएन अब 1 वर्ष भइसक्यो हो यहाँ छु अहिले त हामी जान आँटेको यहाँनिर त यस्तो दामी हरियाली भएर चाहिँ उता यहाँ बसिरहेको छ यस्तो दामी काम छ अन्त यहाँ अलिकति बस्ने ठाउँ रहेछ अन्त यहाँ ट्रनिङमा हामी बसेको हाम्रो स्कुटी छ यहाँ ऊपर अङ्कलहरूको रहेछ हो दामी त्यसो बाटो चाहिँ तर बाटो अरे गाउँ चाहिँ तर बाटो चाहिँ बिचमा चाहिँ एकदम खराब छ हो त्यो जग्गा त अलिक मन पऱ्यो मलाई फिलिम भने चाहिँ फिलिमको अलिक मुनि अब फिलिम त हामी पुग्नु त 50 किलोमिटर सायद यस्तो 50 किलोमिटर त्यस्तो वाला जग्गा चौतारो छ नि अन्त हामी त्यहाँ छु अहिले म चाहिँ यहाँ छु उक्लिन आएको छ त उच्यान्छ हामी चाहिँ बसेको पुरा थाक्यो एकछिन बसेर जान्छु त्यही भएर बाई गाइस कति डाँडा खोल्जा कटेर होइन बराबर अघि भिडियो बनाऊँ भन्दै थिएन यो देखेन तपाईँलाई भ्यू देखाइदिउँ भनेको यहाँ बाटो छ नि त त्यहाँ बाटोबाट त्यस्तो भएर आउनु हामी यहाँ छु अहिले तर धुलो त बढेन अन्त हेर्नुहोस् न गाउँ कस्तो बाक्लो गाउँ रहेछ यसलाई के भन्छ फिदिम जस्तो लाग्यो कस्तो बाक्लो गाउँ छ हेर्दा त झन् यहाँबाट हेर्दा झन् कस्तो दामी देखिरहेछ हौ यहाँ चाहिँ ग्राउन्ड होला यी हो यी ग्राउन्ड होला यहाँनिर अन्त यहाँ पुरा बाक्लो गाउँ रहेछ फेरि हामी यहाँबाट हिँड्नुपर्छ एउटा दिल्लीको गाडी पनि हामी अगाडि छ हो बाइकहरू अझै झन् पछि छ बाइकहरू त जुन है कोही गाइस यति नै थियो ल गाइस यति नै थियो कस्तो भयो तिमीलाई खै पुरा उयो भएछ तिमीलाई यहाँनिर मैलाले धुलो लागेर लु यहाँ चाहिँ पुवा खोला भन्दैछ हिँड्न जाउँ लु अलिकति साह्रो पर्छ नि अलिक राम्रो छ खोला देख्नु भयो होला गाइस पुवा खोला भनेको यस्तो रहेछ चाहिँ हामी यो खै यो के टार भन्छ होइन यहाँनिर यो टार यो के को रहेछ फ्लावरहरू के को रहेछ हो यो चाहिँ यहाँ छ
हामी चाहिँ पर यो जुन चाहिँ डाँडादेखि लिएर यस्तो 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 भएर चाहिँ यो यस्तो भएर चाहिँ यो बाटो छ नि, जुन चाहिँ यो बाटो छ नि, यो बाटो भएर चाहिँ होइन, अन्त यो बाटो भइकन भर्खर हामी यहाँ माथि आइपुगिसक्यो। अहिले चाहिँ पर डाँडा, यो डाँडादेखि यस्तो 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 अब यहाँदेखि त उता त फिक्कल कहाँ हो खोल्छै खोल्छ कि गाडी जाँदैछ। यहाँदेखि चाहिँ उकालो उकालो चढ्दाखेरि चाहिँ चिसो चिसो हुँदैछ अहिलेको टाइममा हो। अहिलेको टाइममा होइन होला, अरू बेला पनि त्यस्तो हुन्छ होला, किनभने उकालो उकालो पुरा उकालो रहेछ होइन, देख्नु सक्नुहुन्छ। हामी चाहिँ अब त्यत्रो टाढोबाट आएको हामी, अन्त यहाँ चाहिँ एकछिन रोकेको छु, चाक दुखिसक्यो स्कुटीमा बसेर बसेर हो। हामी चाहिँ यहाँ छु, घाम अलिक लाग्ला लाग्ला हुन्छ, दिनलाई त साथ दियो नि, तर यहाँ ब्यागहरू राखेर चाहिँ यहाँ जुत्ता यहाँ छ हो, खतरा भइरहेछ हाम्रो हालत, खतरा। मेरो त खुट्टा दुखेर अहिले चाहिँ हामी पिवा भन्छेङ आइपुग्यो, पिवा भन्छेङ भन्दैछ यसलाई हो, भन्छेङ उकालो के उकालो भनेको उता उन्नु होला हौ। दादा ताप्लेजुङ जाने बाटो यही हो, यो पनि थ्याङ्क यू। पिवा भन्छेङ गाडी आउँदैछ। बाइस किलोमिटर, 22 किलोमिटर पुग्दै 22 किलोमिटर छ भन्छेङबाट। रोडको कन्डिसन चाहिँ यस्तो आधी यस्तो छ, अलि यस्तै राम्रो छ, पुरै छ 70 100मा चाहिँ 70% रोड राम्रो, 30% त्यस्तो हल्का छ हो, त्यो त भइहाल्छ। त्यो होइन हामी यस्तो हिजोबाट घरमा आइस तर चिसो छ अहिले चाहिँ विन्टर सिजन भएर होला। बाइक लिएर हामी चाहिँ रातिसम्म अब पर्दैन, अब तपाईँ केटी हिँड्छु, अब अलिकति उयो सास पऱ्यो डेस्टिनेसन उनीहरू पनि पार्टी भएर होला, दर्शन माता दर्शन हुनुको लागि म गरेको लामो हुन्छ नि त भिडियो, त्यही भएर अन्त हामी यहाँ ताप्लेजुङ जाने खोला आएको छु हो, आइपुग्छ कि यहाँबाट भएर यस्तो रहेछ। रोडको कन्डिसन एकदम खराब हुन्छ। Guys, kami ako kapukuan ko. Ito rin sa tatlong jari bato. Wala dapat di-part naman ito. Yes,
हामी चाहिँ अहिले काबेली भन्ने यो जग्गा छु ताप्लेजुङ जाँदा अर्को उकालो हामी चाहिँ अहिले यहाँ आइरहेको छौँ ताप्लेजुङ जिल्लामा भर्खरै गएको अब चाहिँ होटेलमा बस्न आँटेको हो समरले चाहिँ अहिले त हामी खाना खाएर होइन सुत्न आँटेको होइन बाई नेक्स्ट ब्लगमा भेट्छु अब एकैचोटि मन्दिर पुगेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुलिनु होला आज मेरो ढाड ओभर दुखिरहेको छ गाइस बाई बाई